बन क्यों दे जुनी थो बगे सेमु सल्ले छाबे मुरबे लैसरे टीके यो बे जुनिर लदे रहरा टीके यो बे जुनिर लगे रहरा
दिसून पोसागे लाइन लाएर हिँड्नु त सही सही एउटा थ्याङ्क यू ल हे ल रेड ल दिदी पैसा दो लानी है तुम्हें हो चु 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 आजा हजुरले पास गर्दै गर्नु होला लक्ष्मी बिस्तारै भोगा भोग्ला फिक्र बाजे Sebas, 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 sebas. Lai. Oh, set. भित्र स्टेजमा होइन र राख्ने त स्टेजसम्म कहाँ राख्ने ये मोटे से जन मोटा रह जाइयो खतरा हो नि लगायो सिधै
सम्हाली थिनो जुनी भरिलाई सम्हाली थिनो जुनी भरिलाई गलबन्दी चिनो लोरा जलाई गलबन्दी चिनो लोरा जलाई सम्हाली थिनो जुनी भरिलाई सम्हाली थिनो जुनी चलो चिनो मल्स्यो रानीलाई चलो चिनो मल्स्यो रानीलाई सम्हाली थिनो जुनी भरिलाई सम्हाली थिनो जुनी भरिलाई सम्हाली थिनो जुनी भरिलाई सफर अलि लामो छ हिजोदेखि हिजो Khubei ngolesyo ngai ser prem rusho ngai khubei ngolesyo sel rapa pola rapa ngai khubei ngol
pola raba ngai khobe ngol syo ngai serve mro kyo ngai khobai ngolo ngai serve mro kyo ngai khobai ngolo sela raba pola raba ngai khobai ngolo sela raba pola raba ngai khobai ngolo maya tia de ngol syo de rakyu chabe bela ra maya tia de ngol syo de rakyu chabe bela ra dhira bokho bimol syo lakha be bela ra dhira bokho bimol syo lakha be bela ra ngai serve mro kyo ngai khobai ngolo sela raba pola raba ngai khobai ngolo sela raba pola raba ngai khobai ngolo Yungko deurali shulamo ngolo thago yombara Yungko deurali shulamo ngolo thago yombara kyode thoira belli saga har khamu isara kyode thoira belli saga har khamu isara ngai ser pe mru syo ngai khobe ngol syo ngai ser pe mru syo ngai khobe ngol syo sela raba pola raba ngai khobe ngol syo sela raba pola raba ngai khobe ngol syo ngai serve mro kyo ngai khobai ngolo ngai serve mro kyo ngai khobai ngolo sela raba pola raba ngai khobai ngolo sela raba pola raba ngai khobai ngolo sela raba pola raba ngai khobe ngol syo sela raba pola raba ngai khobai ngolo sela raba pola raba ngai khobe ngol syo
तस्यो माया हो खुबर क्यों ठोए तस्यो माया खबर क्यों ने तस्यो माया जिंदगी भरी भई क्यों ना सहारा तस्यो माया जिंदगी भरी भई क्यों ना सहारा तस्यो माया क्यों ला साथा नाला सोबे आधारा बोलो क्यों वाला संसारा बोलो क्यों वाला संसारा सिउरेर लजाउँदै हेर्छौ निउरेर हे माया फुल सिउरेर हे माया हेर्छौ निउरेर जाम हिँड माया छिरिज पारी चारिने माया झै बसै सारी जाम हिँड माया छिरिज पारी चारिले माया झै
जम्हेन मायाको देशैमा बस्यो नि माया झन् साह्रै भुलाउने गरी संसारै हे माया बस्यो झन् साह्रै हे माया भुले संसारै जमहिड माया क्षितिज पारी चारीले माया झै बसै सारी जमहिड माया क्षितिज पारी चारीले माया झै बसै सारी भन्दैन मलाई लाख प्यारो निदाउन तिम्रै काख प्यारो हे माया छैन लाख प्यारो हे माया तिम्रै काख प्यारो जम्हेर माया क्षितिज पारी चारीले माया झै बसै सारी जम्हेर माया क्षितिज पारी चारीले माया झै बसै सारी धन छैन चोखो मन छ नि मनले तिमी भन्छ नि हे माया चोखो मन छ नि हे माया तिमी भन्छ नि जमहिड माया क्षितिज पारी चारीले माया झै बसै सारी जमहिड माया
पारी चारीले माया झै बसै सारी जमहिड माया छिती जपारी चारीले माया झै बसै सारी नाहेरी कोही यारीको साथ दिनु जुनी भरीको हे माया कोही यारीको हे माया जुनी भरीको जमहिड माया छिती जपारी चारीले माया झै बसै सारी जमहिड माया छिती जपारी चारीले माया झै बसै सारी देउराली भाकी तिम्रै नाम नभए कसम मारिजम हे माया भाकी तिम्रै नाम हे माया कसम मारिजम जमहिड माया छिती जपारी चारीले माया झै बसै सारी जमहिड
मेरो भाइले के हामी फुलबारी हो पसिना गरेको तर सालीहरू एकदम मान्दो रहेछ जस्तो लाग्यो यस ग्राउन्डमा यो बेन्चमा बसिनको लागि विनम्र अनुरोध गर्दछु। सर अब यो कुकु चाड भनेको यही हो। अब हजुरहरूले यो अलिअलि नास्ता जस्तो के हजुरले स्वीकार गर्नु
त्यसपछि भइजाने छोरीहरूलाई बिदा चाहिँ बुबुहरूलाई आउँछ बुबुहरूलाई यता भाडै लाग्ने अब हामी यो गर्यो यसको लागि अनि अब के कम्युनिकेसन के हुन्छ हाम्रो साथीभाइ तयारी भएको छ भइसक्यो ल अब कम्युनिकेसन के छ भने कमी केही छ भने चाहिँ सेवा प्रार्थी छ है हामी जोडीदार ल बल्ले बल्ले हामी पनि छौँ है बेहुलाको दिदी त्यो पचा पनि भयो भाइ सम्झियो है ल छोरी तपाईँको जिम्मा भयो हाले पुण्य माने के हो पुण्य कि के खाला हो क्या अब छ केही हजुरहरूले हेर्नको लागि केही फिल गर्नु पर्दैन होइन यस्तो साथी हाम्रो परिवारमा काका बुवाहरू होइन छोरीहरूको हातमा सबैले ताली अब तपाईँको भयो है लाइसेन्स पाएँ शुभ ढोगेको कार्यक्रममा पाल्नुभएको अत्यन्तै आफ्नो हृदयदेखिको इष्टमित्रहरू र उपस्थित पाहुनाहरू र आज 2082 साल 12 गते हाम्रो सानो कार्यक्रम हामीले जति सक्छ राम्रो नराम्रो गरेर यहाँसम्म अन्तिम क्षणसम्म आइसकेका छौँ र आज हामी यस कार्यक्रममा जुट्न पाउँदा अत्यन्तै खुसी लागेको छ र बिरुवा गाउँका यस सम्पर्क समाजका अत्यन्तै सक्रिय सदस्य र समाजसेवी व्यक्तिको भोटराजेन्द्र गुरुङको ठुलो छोरीको ढोगेको
कार्यक्रममा हामी जुटिरहेका थियौँ र यसै क्रममा बिरुवा गाउँपालिकाका अध्यक्ष हाम्रो अत्यन्तै प्रिय अध्यक्ष सूर्य बहादुर कुमारज्यूलाई म अनुरोध गर्दछु। हाम्रै गाउँपालिकाको अध्यक्ष हुनुहुन्छ र उहाँको रोलमा उहाँको उपस्थितिमा हामी यो कार्यक्रमलाई सञ्चालन गर्न गइरहेका छौँ र यसै क्रममा हाम्रो सम्पर्क समाज आरुगढका मेधागुरुङ सम्पर्क समाजका अध्यक्ष श्री ललित बहादुर गुरुङज्यूलाई पनि म अनुरोध गर्दछु। मैले सबैले आसन ग्रहण गराइन किनकि समय पाबन्दी छ। हजुरहरू यथास्थानमा अत्यन्तै बुद्धिजीवी प्रिय मित्रहरू र राम्रो साथीहरू यथास्थानमै आफ्नो स्थानमा आसन ग्रहण गरिदिनुको लागि म विनम्र अनुरोध गर्दछु। र मैले यो कार्यक्रमलाई किन छोटो गरिरहेको छु भन्दाखेरि अब सबै घर घर जानुपर्ने हुन्छ, कोही गाउँमा पुग्ने छ, कोहीको केही मेसो विचार होला, त्यो चिजहरूलाई मध्यनजर राख्दै मैले भने हामी सम्पूर्ण समाज सम्पूर्ण पाहुनाहरू र यस समाजमा हामी जति पनि के काम गरेका थियौँ भनेर यो एउटा हामीले टिपोट गरेर यहाँ वाचन गर्न गइरहेको छु। कृपया ध्यान दिएर सुनिदिनु होला। आज मिति 2082 साल 12 महिना 13 गते लिखितम स्याङ्जा जिल्ला बिरुवा गाउँपालिका वार्ड नम्बर 8 मेधागुरुङ घर भई हाल पोखरा महानगरपालिका वार्ड नम्बर 15 बलेश्वर टोल बस्ने भोतराजेन्द्र गुरुङको कान्छी गुरुङको छोरी हेजल गुरुङको शुभ विवाह रामेछाप जिल्ला दुरा गाउँ स्थायी घर भई बुढो नीलकण्ठ नगरपालिका 11 कप्पन काठमाडौँ निवासी टेक बहादुर गुरुङको छोरा दिप्तल गुरुङसँग भएको आज मिति 2082 चैत्र 13 गतेका दिन शुभ ढोकभेट कार्यक्रम सुसम्पन्न भएको मा छोरी ज्वाइँलाई हार्दिक बधाई तथा वैवाहिक जीवन पूर्ण सफलताको आशीर्वाद सहित तपसिल अनुसारको नगद तथा जिन्सी उपहार स्वरूप प्रदान गरिएको छ। छोरी हेजल गुरुङलाई पेवा नगद रु 8,50,000 अक्षरी रुपियाँ 8,50,000 रुपियाँ मात्र र यसै क्रममा जिन्सी सामानहरू रोजाको गाग्री 2 थान, तामाको गाग्री 2 थान, चरेस थाल 7 थान, चरेस गिलास 2 थान, चरेस कटौरा 2 थान, चरेस चौटा 2 थान, खरकण्ड 1 थान, दियो पाला 1 थान, टिका थाली छपरी भनेर चिन्छौँ हामीले 2 थान, चरेस अङ्खरा 1 थान, सुनको सेट 1 थान, सुनको चन्द्रमा 1 थान, सुनको औँठी 1 थान, तामाको पाथी 1 थान, वाइन सेट 1 थान गरेर जिन्सी सामानहरू छ। टोटल 15 थान छ। यो सामानहरू हामीले कतिपय यही पनि होला, कतिपय गइसकेको भन्ने कुरा पनि जानकारीमा आएको छ। किन भन्दा यो सामानहरू हामीले के गर्छौँ भन्दाखेरि यही अगाडि राखेर बुझाउने कार्यक्रम गर्छौँ हामी सम्पूर्ण सामानले। आज गइसके पनि केही पनि छैन, खुसी छ हामी। र यसै क्रममा यो कार्यक्रम हाम्रो सदस्य अत्यन्तै प्यारो व्यक्तित्व भोतराजेन्द्र गुरुङ बुझाउने र टेक बहादुर गुरुङ बुझिदिने हुनुहुन्छ। उहाँहरू अगाडि आइदिनुको लागि म विनम्र अनुरोध गर्दछु। यो श्री स्याङ्जा मनोकामना समाजको यस प्राङ्गणमा आज यो पवित्र कार्यमा म सम्पन्न हुन लागेको यो पवित्र कार्यमा म उपस्थित हुन पाउँदा म आफूलाई भित्रदेखि गौरवान्वित महसुस गर्न पाइरहेको छु। अहिले एउटा ठेगाना चाहिँ अलिक मिस्टेक भयो त। मेरो स्थायी घर चाहिँ मेरो पुलियोडी थलो हो, रामेछाप जिल्ला दुरागाउँ गाविस हो साबितको। अहिले मेरो खासै पोखरढुङ्गा जिल्ला गाउँपाखा गाविस वार्ड नम्बर 9। मेरो श्रद्धालु खान चाहिँ अझ रामेछापबाट हुनुहुन्छ, टिकाउन सेट पाइदिनु होला। म दुई गाउँकै हो र अहिलेको हालको मेरो बसाइ चाहिँ काठमाडौँ जिल्ला बुढानीलकण्ठ नगरपालिका वार्ड नम्बर 11
स्थायी बसोबास गरेको छु र आज म यो खुसी छ यो मानेमा कि मेरो छोरा दिपजल गुरुङ र हाम्रो मेरो आदरणीय सम्धी बोध राजेन्द्र गुरुङको छोरी भेदल गुरुङसँग यो वैवाहिक जीवनमा बाँचिन गइरहेकोमा उहाँहरूको दाम्पत्य जीवनको पनि यहाँ तपाईँहरूको समक्ष के भन्न चाहन्छु उहाँहरूको उत्तरोत्तर प्रगतिको कामना गर्दछु र सबैको आशीर्वाद मिलोस् यहाँ सबैजना धेरै धेरै कुरा पाएको सबै आशाहरू आएर त्यसरी आशीर्वाद दिनुभएको छ उहाँहरूको आशीर्वाद लागोस् होइन अब किनभने मैले पनि एउटा उहाँहरूलाई एउटा जिम्मेवार महसुस होस् उहाँहरूको दाम्पत्य जोडीलाई किनभने दुनियाँको आशीर्वाद लिएको छ हामीले यत्रो दुनियाँले यसरी दुःख गरेको छौँ उहाँहरूको वैवाहिक जीवनको म हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छु संयोग यस्तो पऱ्यो हामी पूर्वको हामी जहाँको भए पनि गुरुङहरू हो हामी पूर्वको गुरुङ यसरी आज कहिलेकाहीँ स्कुलहरूमा पढ्दाखेरि जो अञ्चल ७५ जिल्ला भन्दाखेरि गण्डकी अञ्चल स्याङ्जा जिल्ला भनेर सुनेको ठाउँ स्याङ्जासँग यसरी रिलेसनमा नयाँ रिलेसनमा सम्बन्ध राख्न पाउँदाखेरि म एकदमै खुसी छु मैले भनिरहनु त पर्दैन यो खुसीको क्षण सधैँभरि यस्तै होस् हामी दुई परिवार एउटै मिलनमा आएका छौँ यो हाम्रो अटुट सम्बन्ध जुगौँ रहिरहोस् र भलै फेरि कसैले नयाँ सम्बन्धले गाँसिनु हो भने उहाँहरू गाँसिनु परिवारहरूलाई पनि एकदम जुगौँ गरिरहोस् एउटा उहाँहरू उदाहरणीय जोडी पाउनुहोस् यही भन्दै मेरो दुई शब्द यही अन्त गर्दछु हस्त नमस्कार यो शुभ विवाह कार्यक्रममा उपस्थित भएका सम्पूर्ण व्यक्तिहरूमा म हार्दिक नमस्कार व्यक्त गर्न चाहन्छु प्रमुख आकर्षण व्यक्तित्व दुला दिपजल गुरुङ र हाम्रो दुलै छोरी हिजल गुरुङको सुखद दाम्पत्य जीवनको शुभकामना व्यक्त गर्न चाहन्छु समय ढिला छ भोलिका दिनमा पनि उहाँहरूको उत्तरोत्तर प्रगतिको कामनासहित यो विवाह अत्यन्त सफल होस् पूर्व र पश्चिमको सम्बन्ध गाँसिएको छ यो सम्बन्ध अझै विस्तार हुँदै जाओस् भोलिका दिनमा पनि अरू थप सम्बन्ध विस्तार गर्ने वातावरण बन्दै जाओस् यही शुभकामना दिन चाहन्छु धन्यवाद नमस्कार यस कार्यक्रमका अति प्रिय व्यक्तित्व बोध राजेन्द्र गुरुङजीलाई आइदिनुको लागि विनम्र अनुरोध गर्दछु र हाम्रो प्रिय व्यक्तित्व टेकबहादुर गुरुङ सामान चाहिँ बरु सबै सामान दिन पऱ्यो है पहिला अप्ठ्यारो पर्छ भने दुईजना साथमा साथ हातमा हात मिलाएर अगाडि बढिदिनु हुनुको लागि विनम्र अनुरोध गर्दै मैले सम्पूर्ण समाजमा उपस्थित भएको सम्पूर्ण पाहुना र यहाँ उपस्थित हुनुभएको बुद्धिजीवी सम्पूर्ण साथीहरू र अत्यन्त यही समाप्त भएको घोषणा गर्न चाहन्छु हस्त धन्यवाद सबैले ताली बजाइदिनु सम्झानु गरीब हामी छैन नि दाइजो ए आँसुलाई जानु तिजर तिहार आउँदामा बहिनी माइतीलाई सम्झानु यो मुटु हाम्रो
गाहमा आँसु नल्याऊ बहिनी बिदाईको बेलामा बिदाईको बेलामा Hãy subscribe cho kênh Ghiền Mì Gõ để không bỏ lỡ
आशिष तिमीलाई पराई नै आफ्नो आफ्नो नै पराई पराई नै आफ्नो आफ्नो नै पराई भाइटिकामा भेट्न आउला नरोई जाऊ माइतीको चोखो कोसेली होला सम्झना चेलीलाई माइतीको चोखो कोसेली होला सम्झना चेलीलाई कामना गर्छौँ सुख माएको पराई घर जानेलाई कामना गर्छौँ सुख माएको पराई घर जानेलाई भाइटिकामा भेट्न आउला नरोई जाऊ चेली दैवको लेखा कर्मको रेखा मेटेर मेटिँदैन दैवको लेखा कर्मको रेखा मेटेर मेटिँदैन सम्झना आउँछ भकान फुट्छ आँसु यो रोकिँदैन सम्झना आउँछ भकान फुट्छ आँसु यो रोकिँदैन भाइटिकामा भेट्न आउला बिदाई छ आजलाई नरोई जाऊ चेली आशिष छ